कस्तो हो यो माया भन्ने चिज कस्तो रहेछ नपाउनेलाई कस्तो कस्तो पाउनेलाई सस्तो रहेछ एउटासँग मायाको नाटक अर्कोसँग मस्त रहेछ म भने मर्यादे गरिरहे ऊ भने अर्कैसँग व्यस्त रहेछ मलाई त जिउँदै मार्यो मायाले घिन मान्छ म माथि मेरो आफ्नै छायाले ऐनामा हेर्छु आफैलाई थुक्न मन लाग्छ भयो पुग्यो जिन्दगीको पाइला अब यही रोक्न मन लाग्छ डाहा लाग्छ कोही मरेको खबर सुन्दा रिस उठ्छ आफ्नै बोली सुन्दा झन् बढी रिस उठ्छ तिम्रो फोटो हेर्छु पढ्न बस्छु मनै लाग्दैन देखावटी केर्छु छाड्नै थियो भने किन आयो भेट्न अलिअलि भएको मेरो भाग्य रेखा मेट्न कलिलो मुटुमा किल्ला हानी छेट्न अलिअलि भएको मेरो भाग्य रेखा मेट्न के तिम्रो मनमा साँच्चै नै मेरो लागि कहिले माया थिएन छुटिसकेपछि पनि मेरो यादले तिम्रो मनमा अलिकति पनि चोट दिएन रुदा रुदा आँसु नै सकिएको महसुस हुन्छ तिम्रो यादहरूले मलाई मात्रै किन यति दुःख दिन्छ भाग्यलाई दोष दिम कि भगवानलाई तिमीलाई दोष दिम कि आफैलाई भेटेर कुरा गर्न मन छ तिमीसँग यदि आफैलाई दिम भने गल्ती केही भेट्दिन तिमीलाई दिम भने मनले नै मान्दैन छी मेरो नादान मन छी अझै पनि तिमीलाई दोष दिन मान्दैन छी अझै पनि तिमीलाई दोषी ठहर्याउनै मान्दैन यदि यस्तै चलिरह्यो भने आफैलाई सिद्ध्याउँछु होला मिल्ने भए खुलेर रुन म कति चिच्याउँछु होला फेरि सोध्छु यदि तिम्रो कारणले मेरो मृत्यु भयो भने मेरो बाबुआमालाई के होला तर जिउँदो लास भएर बाँच्न पनि त गाह्रो छ शिर झुकाएर बोल्छु आजकल मम्मीसँग म तिम्रो खबर सोधिहाल्नु भयो भने पीडा लुकाएर हाँस्न पनि त गाह्रो छ कस्तोसँग माया बसेछ मेरो मन खै कहाँ आएर फसेछ माया शब्द सुन्दा पनि घृणा लाग्छ मलाई पहिलाको म र अहिलेको मलाई दाजेर हेरे तिम्रो नाम सुन्दा पनि घृणा लाग्छ मलाई